ल, आज चाहिँ हामी वर्क एन्ड टाइमको क्वेसनहरू गर्न गइरहेका छौँ। यसमा चाहिँ आजै हामीले वर्क एन्ड टाइमको एउटा एउटा क्वेसन बनायौँ भने सबै सबै इक्जामहरूको लागि इनफ हुन्छ जस्तो लाग्छ मलाई। यस्तो टाइपको क्वेसनहरू गर्न हामीलाई लोकसेवा होस् वा क्लास 10 मा होस् वा जुनसुकै क्लासमा होस् यस्तो टाइपको क्वेसनहरू लगभग सोधेकै हुन्छ। तर आधी पार्ट तल्लो लेभलमा मानौँ 6-7 मा चाहिँ सानो क्वेसन सोध्छ भने 10 मा होस् अथवा हाम्रो लोकसेवामा होस् यस्तो टाइपको क्वेसनहरू एउटा न एउटा सोधेकै हुन्छ र यो इम्पोर्टेन्ट नै हो। अब यसलाई चाहिँ हामी सोल्भ गर्न गइरहेका छौँ। अब हामीलाई यसमा भनेको छ कि 12 जना मान्छेले दैनिक 8 घन्टा काम गर्दाखेरि 15 दिनमा 60% काम फिनिस गर्न सक्छन् भने कतिजना थपियो भने यहाँनिर हाउ मेनी एडिसनल भनेको छ। कतिजनाले भनेको छैन कि कतिजना थपियो भने भनेको छ है हामीलाई। कतिजना मान्छे थपियो भने त्यो बाँकी रहेको भने कति पर्सेन्ट बाँकी रहेको त हाम्रो 40%। 40% काम चाहिँ 10 दिनमा सक्छ, जहाँ प्रत्येक दिन डेली 6 आवर काम गर्नुपर्यो। अघि चाहिँ कति आवर भनेको छ हामीलाई 8 आवर काम गर्दाखेरि 60% 15 दिनमा सकिन्छ भने रिमेनिङ 40% काम गर्नको लागि 10 दिन लाउनु पर्यो र त्यसमा दैनिक कति घन्टा काम गर्नुपर्यो त हामीले 6 घन्टा काम गर्नुपर्यो भनेको छ। अब यस्तो टाइपको क्वेसनहरू छ भने अब हामीले गर्नुपर्दाखेरि सोलुसन भन्नुपर्यो। हामीलाई के गिभन छ त? गिभन यो पिपुल पिइओपिएलई पिपुल पी भन्यो भने के हुन्छ त? P1 गिभनमा पिपुल मेन भनेको त पिपुल हो। पिपुललाई पीले जनायो भने P1 भन्ने कति छ त? 12 जना मान्छेको सङ्ख्या। अनि आवर कति घन्टा काम गर्छन् त? आवर वर्किङ आवर भनेको कति छ त? S1 भनेको कति भयो? 8 घन्टा। अनि त्यस्तै गरी वर्क चाहिँ कति भएको छ त? 60%। अब हामीले यो पर्सेन्टेज छ भने 60लाई 60 40लाई 40 नै राखौँ, किनभने दुइटैलाई पर्सेन्टेजमा दिएको छ भने यो बेला चाहिँ केही फरक पर्दैन। हाम्रो यस्तो छ। अब वर्किङ आवर दियो अनि वर्कको डन कति काम गरिसकेको छ त? वर्कलाई हामीले केले जनाऊ? डब्लुले। वर्कको डन कति छ? 60%। अनि कति दिनमा गरेको हो त? त्यो डेज कति छ? वर्किङ डेज D1 भनेको कति हो त हाम्रो? 15 डेज हो। यो चाहिँ हाम्रो गिभन हो भने अर्को के देखा? यतिसम्मको सक्यो हाम्रो। अब अर्को एडिसनल कुराहरू। एडिसनल भनेको सकाउनु पर्ने टाइमको कुराहरूको लागि अर्को के दियो त हामीलाई? मेन आर निडेड। मेन भनेको निडेड भनेको निकाल भने यो भनेको एडिसनल मेन सङ्ख्या कति चाहिन्छ भनेर निकाल भने हो। यो चाहिँ हाम्रो पिपुल P2 पिइओपिएलई पिपुल P2 इक्वल्स टु वाट। पहिला हामी पिपुल निकालौँ, त्यसपछि पिपुलको सङ्ख्या निकालिसकेपछि चाहिँ कतिजना यसमा कतिजना थपियो त भन्ने कुरा पछि निकालौँला है त। अब P2 इक्वल्स टु वाट? वर्किङ आवर S2 भनेको कुन हुने भयो? यसमा अब यो आवर आवर नै लेख्या हुन्छ, घन्टा लेख्या हुन्छ अथवा नेपालीमा। त्यो भने कति छ? 6 आवर छ। अनि अर्को के दिएको छ हामीलाई? वर्क विल बी डन W2। वर्क विल बी डन सक्नुपर्ने काम चाहिँ कति पर्सेन्ट छ त हाम्रो? 40% छ। 40% छ भने अब वर्किङ डेज कति दिनमा सकाउनु पर्ने छ त? D2 वर्किङ डेज भनेको काम गर्नुपर्ने दिन भनेको कति छ त? 10 दिन छ।
10 दिन छ। अब हामीलाई के थाहा छ त? We know that हामीलाई के थाहा छ त भन्दाखेरि फर्मुला छ। यो फर्मुला जुनसुकै किसिमको जुनसुकै टाइपको क्वेसन, यस्तो टाइपको क्वेसनमा जुनसुकै कुराहरू खोज्यो भने यही फर्मुला आउने, P1 H1 D1 by W1 इक्वल्स टु P2 H2 D2 by W2। W भनेको वर्किङ टावर, वर्किङ कति भएको छ भन्ने कुरा W ले जनाउने। P भनेको पिपुलको सङ्ख्या, H भनेको आवरहरू, घन्टा, मान्छेको सङ्ख्या, घन्टाको सङ्ख्या र दिन, डे भन्ने। अनि त्यत्तिकै मतलब दिएको कुराहरू चाहिँ यता P1 H1 D1 दिएको छ भने यता साइड लेख्ने, P2 H2 D2 दिएको छ भने यतापट्टि लेख्ने, यसरी सोल्भ गर्ने। अब यसमा भन्ने हो भने हामीले अर्को के कुरा थाहा छ भनेपछि हामीलाई कुनै बेला के दिन सक्छ, पिपुल दिएर यो वर्क चाहिँ दिँदैन कि कुनै बेला। जस्तो मानौँ 10 जना मान्छेले 5 घन्टा काम गरेर कुनै काम भन्छ, कुनै काम 5 दिनमा सकाउँछ भने 10 जना मान्छेले 15 घन्टा काम गरेर कति दिनमा सकाउँछ भनेर सोध्यो भने पनि यही लाउनु पर्यो। अथवा 20 जना मान्छेले 10 दिनमा एउटा काम सकाउँछ भने 20 जना मान्छेले कति दिनमा काम सकाउला भन्यो भने यही गर्नु पर्यो। यस्तो टाइपको पिपुल दिएको छ, डे दिएको छ, पिपुल दिएको छ, डे निकाल भने पनि यही फर्मुला लाउनु पर्यो। पिपुल दिएको छ, आवर दिएको छ, पिपुल निकाल भन्यो, आवर दिएर पिपुल निकाल भन्यो भने यही लाउनु पर्यो। यो सबै हुनैपर्छ भन्ने छैन, यसमा दिएकोहरू सबै हुनैपर्छ भन्ने छैन। यो कुनै बेला नभएको बेला चाहिँ के गर्नु पर्यो, डी दिएको छैन भने 1 मान्नु पर्यो, W दिएको छैन भने 1 मान्नु पर्यो। कुनै काम भन्यो भने 1 काम जस्तो मानेर गर्नुपर्छ। अब यसमा चाहिँ हाम्रो के छ, फरक छुट्टै दिएको छ। पिपुल यति भनेको छ, आवर भनेको छ, वर्क डन भनेको छ, डे भनेको सब छुट्टै दिएको छ भने हामीले के गर्नु पर्यो त, गर्दाखेरि पनि छुट्टै नै गर्नु पर्यो। अब सिधै राखिदिने P1 कति छ त हाम्रो 12 इन्टु S1 भनेको 8, W1 भनेको कति 60% भनेको 60 मात्रै राखौँ। D1 भनेको कति छ त 15 डेज। यसलाई याद गर्दाखेरि पिएचडी सम्झिनु पर्यो। पिएचडी बराबर पिएचडी सम्झिने, तर के त 1 2 1 1 1 1 2 2 2 थपिदिने बाई। अब उहरूको त कुनै बेला धेरै जस्तो दिएको हुँदैन, यसमा चाहिँ यति पर्सेन्ट सकिया छ भनेर दिएको छ। तर कुनै बेला यो अर्को कुनै काम भनेर दिइदिन्छ, यो अर्को ठाउँमा बनाएर राख्ने। कुनै काम भनेर दुइटै कुनै काम भन्यो भने चाहिँ त्यो बेला चाहिँ हामीले के गर्नु पर्यो त, यसलाई बराबर मान्नुपर्छ। बराबर नै हुन्छ कुनै काम भन्यो भने त। तर अहिले चाहिँ के भने 60% वर्क डन र 40% चाहिँ गर्नुपर्ने काम बाँकी छ भन्ने कुरा दिएको छ। त्यही भएर यसमा के हुने भयो, फरक हुने भयो। अब P2 कति दिएको छ त अहिले हामीलाई निकाल्नु पर्ने छ। P2 H2 भनेको 6 आवर भयो, D2 भनेको 10 भयो, W2 चाहिँ कति छ त 40 छ। अब सोल्भ गर्दाखेरि यसलाई P2 नै राखौँ, वाट भन्दा पनि P2 राख्दाखेरि सजिलो हुने। अब P2 निकाल्दाखेरि P2 गर्दाखेरि के गर्नु पर्यो, हाम्रो यतापट्टिको यता आएर मल्टिप्लाई हुन्छ, योहरू सबैसँग मल्टिप्लाई हुन्छ। अनि यताको पनि के हो त, यो सबैसँग मल्टिप्लाई हुने हो। यसको मतलब के हो त, होइन यो चाहिँ के हुने भयो, यता आएर यो P2 बाहेकको कुराहरू चाहिँ यो मल्टिप्लाई भएको यो यति भाग चाहिँ के हुने भयो त, यता आएर मल्टिप्लाईमा बस्ने भयो। भनेपछि के हुने भयो त, 12 इन्टु 8 इन्टु 15 इन्टु 40 भागा यताको 6 इन्टु 10 इन्टु यो त छँदैछ, यो पनि के हो त मल्टिप्लाई हुने भयो। कहाँ बस्ने भयो, यता बस्ने भयो, इन्टु 60 गर्दाखेरि के आउँछ त अब
यहाँ काटिने छ भनेदेखि काटिदिनुपर्छ। जस्तो मैले यहाँ देखेँ 60 15ले भाग गर्दाखेरि 60 4ले जान्छ, 6ले 2ले जाने भयो, 6 दुना 12, 10 चक्को 40, 4ले 4 क्यान्सिल। अब बाँकी कति रह्यो त? 4 दुना 2 यता भनेपछि कति बाँकी रहने भयो त? 16 जना। 16 जना चाहिँ के रहेछ? 16 जनाहरू 16 जनाले लगातार यति काम गर्यो भने चाहिँ के हुन्छ त? यो 10 दिनमा सकिन्छ भनेको छ। तर हामीलाई के छ त, पहिले नै हाम्रो क्वेसनमा के छ त, पहिले नै कतिजना थपिसकेको छ त? पहिले नै कतिजना छन् त? 12 जना छँदैछन्। अहिले चाहिँ कतिजनाले देखाउँदाखेरि 16 जनाले। भनेपछि एडिसनल पिपुल कतिजना थप्नु पर्यो त? एडिसनल पिपुल अथवा थप्नु पर्ने मान्छे कति हुने भयो त अब जम्मा? 16 माइनस 12 भने 4 जना। आन्सर सक्यो। यति हो। थ्याङ्क यू फर वाचिङ।